हामी बोल्न भन्दा पनि काममा विश्वास बढी गर्दछौँ। अब कतिजनाले बढी बोलेर आफ्नो गतिविधिहरू राख्नुहुन्छ, आफ्नो क्रियाकलापहरू यस्तो गर्छौँ उस्तो गर्छौँ भन्नुहुन्छ। तर हामी पहिला काम गर्छौँ अनि मात्रै बोल्छौँ, अरूभन्दा हामी अलिक पृथकै छौँ। हामीले गत वर्षको 2-3 वर्ष त एसीमा त हजुरहरूले स्कुलले ल्याइरहेको रिजल्टहरू देखिरहनु भएको छ। त्यो सबै सिसिएमा हाम्रा नानी बाबुहरू अहिलेसम्म कहीँबाट पनि खाली हात आउनु परेको छैन। यसले गर्दा कहिले काहीँ चाहिँ के हुँदो रहेछ भने हामी आफ्नो हिसाबमा आफ्नो गतिमा अगाडि बढिरहँदा अलिकति चाहिँ अग्र स्थानमा बढिरहँदा चाहिँ हाम्रो सफलतामा कसैलाई चाहिँ अलिकति गाह्रो पनि परेको हामीले अनुभूत पनि गरेका छौँ। त्यसमा चाहिँ अब हजुरहरूको साथ सहयोग भने हामी जस्तोसुकै मुस्किलभन्दा मुस्किल परिस्थिति पनि सामना गरेर अघि बढ्न सक्छौँ। यो आँट हिम्मत चाहिँ हाम्रा सम्पूर्ण अभिभावकहरूले नि हामीलाई दिनुभएको हो। त्यो तपाईँहरूले दिएको आँट हिम्मतले गर्दा आज हामी यो ठाउँमा आइपुग्न सफल भएका छौँ। र यसरी मैले अलिकति विद्यालयको बारेमा गतिविधिहरू हामीले जुन चाहिँ भनिरहँदा आगामी शैक्षिक सत्रमा पनि अझै यसलाई व्यवस्थित कसरी गर्ने, आगामी शैक्षिक सत्रमा अहिलेभन्दा पनि अब्बल स्थानमा कसरी आउने भन्ने चाहिँ चुनौती थपिएको छ। एउटा शिक्षाको एउटा स्तर कायम गर्नु ठुलो कुरो होइन, तर त्यो स्तरमा रहिरहनु, टिकिरहनु, त्यसलाई चाहिँ आफ्नो जोगाइरहनु चाहिँ त्योभन्दा ठुलो चुनौती हुँदो रहेछ। हामीले 79को एसीमा काठमाडौँ जिल्लाभरि तेस्रो स्थान र नगरपालिकामा फर्स्ट भइरहँदा हामी खुसीको साथसाथै अझै बढी चुनौती हामीलाई थपिएको छ। यो चुनौती कि अब आगामी दिनमा अझ हामीले कसरी राम्रो गर्ने, कसरी यसलाई कायम राख्ने भन्ने चाहिँ चुनौती थपिँदो रहेछ। त्यसले गर्दा दिन रात हामीले एक भएर मेहनत गरेर अघि बढिरहेका छौँ। यसको लागि हाम्रा सम्पूर्ण शिक्षक शिक्षिकाहरूले पनि हामीलाई होस्टेलमा हैसै गरेर साथ दिइरहनु भएको छ। र अलिकति अरूभन्दा अलिकति पृथक चाहिँ हामी छौँ, किनभने हाम्रो एकाडेमिक टिममा हामी लेडिज जेन्ट्स सबै बराबर भएर काम गरिरहेका छौँ भने अलिकति प्रशासनिक टिममा चाहिँ हामी महिला मात्रै बढी सक्रिय भएका छौँ। हामी अब फाउन्डरै भनौँ न, सिधासिधै हजुरहरूले बुझ्ने भाषामा फाउन्डर चाहिँ लेडिजै मात्रै भएर काम गरेको सायद यो पहिल्यै विद्यालय हो कि जस्तो पनि मलाई लाग्छ। अब अन्तको चाहिँ मैले देखिरहेको छु, तर पनि सम्पूर्ण एकाडेमिकमा जेन्ट्स भए पनि यता प्रशासनिकमा म्यानेजमेन्ट टिममा लेडिज भएर काम गरेको चाहिँ सायद मैले अहिलेसम्म खासै अरू भेटेको छैन। र अलिकति आत्मीयता, आमा, हामी लेडिज भनेको आमा हो, जसलाई चाहिँ आमालाई पृथ्वीसँग पनि तुलना गरिन्छ। आमा जननी भन्ने बित्तिकै अलिकति आत्मीयता, बच्चाहरूमा माया मोह, उहाँहरूको चाहिँ पढाइ सँगसँगै सानो कुराहरूमा पनि जसरी एकजना आमाले आफ्नो बच्चालाई घरमा सानो कुरामा केयर गर्नुहुन्छ, माया गर्नुहुन्छ, त्यो माया ममता चाहिँ हाम्रो सम्पूर्ण अहिले मैले भन्दै गर्दा लगभग हामीसँग 450 बच्चाहरू हुनुहुन्छ। उहाँहरू सम्पूर्ण विद्यार्थीहरूको चाहिँ हामी आमा हौँ। जसरी एकजना आमाले आफ्नो बच्चालाई माया गर्नुहुन्छ, केयर गर्नुहुन्छ, उहाँले चाहिँ पढाइ सँगसँगै अरू पनि स्वास्थ्यको अरू विविध क्रियाकलापहरूको गतिविधिहरूको सूक्ष्म रूपमा अध्ययन गर्नुहुन्छ, नानी बाबुलाई केयर गर्नुहुन्छ। त्यो केयर चाहिँ हामीले गरेका छौँ र गर्व पनि लाग्छ हामीलाई यति धेरै विद्यार्थी नानी बाबुहरूको आमा बनेर यसरी चाहिँ उहाँहरूलाई माया केयर गर्न पाउँदा एकदमै गौरवान्वित भएको छु। हामीले विभिन्न एउटा विद्यार्थीलाई शैक्षिक योग्यता आवश्यक पर्छ, चाहिन्छ, तर शैक्षिक उहाँहरूले एकाडेमिक सर्टिफिकेट मात्रै सबै थोक होइन। उहाँहरूले चाहिँ शैक्षिक सिक्नुपर्छ, उहाँहरूले बेसी कुराहरू जान्नपर्छ। त्यो सँगसँगै व्यावहारिक शिक्षा पनि उहाँहरूलाई एकदमै आवश्यक पर्छ, जुन चाहिँ एउटा संस्कारयुक्त शिक्षा भन्छ। हामीले भोलिको दिनमा बच्चाहरूलाई चाहिँ त्यो सर्टिफिकेटले मात्रै नभएर समाजमा कसरी घुलमिल हुने, घर परिवारमा कसरी घुलमिल हुने, आफ्नो परिवेश, समाज, सोसाइटीमा कसरी चाहिँ सङ्घर्ष गर्दै अघि बढ्ने भन्ने कुरा पनि अत्यन्त महत्त्वपूर्ण कुरा हुँदो रहेछ। जुन बच्चाहरूलाई चाहिँ आवश्यक पर्ने सम्पूर्ण प्याकेज, होलिस्टिक बच्चाको होलिस्टिक डेभलपमेन्टको लागि आवश्यक पर्ने सम्पूर्ण प्याकेज चाहिँ फुल प्याकेज चाहिँ काठमाडौँ विद्यालय हो भनेर म गर्वका साथ हजुरहरूलाई भन्दछु।